नमस्कार सबैजना। लामो समयको अन्तरालपछि पुनः नयाँ एजुकेसनल भिडियो लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मैले विशेष गरेर कक्षा 12 को फिजिक्स विषयको बारेमा विद्यार्थीहरूलाई अप्ठ्यारा लागेका टपिकहरू प्रस्तुत गर्ने गर्छु। त्यसै सिलसिलामा आजको क्लासमा मैले स्टार्ट गर्न गइरहेको टपिकको नाम छ कन्भर्जन अफ ग्याल्भानोमिटर इन्टु एन एमिटर, अर्थात हाउ क्यान वी कन्भर्ट अ ग्याल्भानोमिटर into an emitter. Let's start today's video. यदि तपाईलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। Okay, to convert a galvanometer into an emitter, we take a very low resistance which is known as shunt, and it is connected in parallel to a galvanometer. हामीले एकदमै लो रेजिस्टेन्स भएको एउटा डिभाइस जसलाई सन्ट भनिन्छ, त्यो सन्ट ल्याउनु पर्छ र त्यसलाई लिएर ग्याल्भानोमिटरसँग प्यारलल कम्बिनेसनमा जोड्नु पर्छ, which is shown in the figure in this way. सुरुमा यसरी ग्याल्भानोमिटर बनाउने, ग्याल्भानोमिटर इज सिम्बलाइज्ड बाइ G। त्यसपछि ग्याल्भानोमिटरको प्यारलल कम्बिनेसनमा एउटा रेजिस्टेन्स जोड्ने, ग्याल्भानोमिटरको प्यारलल कम्बिनेसनमा एउटा रेजिस्टेन्स जोड्ने जसको नाम चाहिँ सन्ट S छ। इट हैज भेरी लो रेजिस्टेन्स। द करेन्ट फ्लोइङ थ्रू द ग्याल्भानोमिटर इज कल्ड IG, and the remaining current flowing through the shunt is known as I minus IG. This device as a whole is known as emitter. यो डिभाइसलाई चाहिँ हामीले एमिटर भन्छौं। यो डिभाइसलाई हामीले एमिटर भन्छौं। Emitter. The total current measured by an emitter is I. In this figure, we take a galvanometer having resistance G and a shunt having resistance S, which are connected in parallel to each other. IG is the current flowing through the galvanometer for its maximum deflection, whereas I minus IG is the remaining current flowing through the shunt. IG भनेको ग्याल्भानोमिटरको म्याक्सिमम डिफ्लेक्सन गराउनको लागि आवश्यक पर्ने करेन्ट हो भने I माइनस IG भनेको ग्याल्भानोमिटरबाट बाँकी रहेको करेन्ट जुन चाहिँ सन्ट भएर बग्छ त्यो भ्यालु हो। अनि त्यसपछि I is the total current measured by an emitter. I is the total current measured by an emitter. Since G and S are in parallel, potential difference across G is equal to potential difference across S. Parallel combination of resistance मा potential difference same हुन्छ। त्यसैले ग्याल्भानोमिटरको एक्रसमा मेजर गरिएको पोटेन्शियल डिफरेन्स र सनको एक्रसमा मेजर गरिएको पोटेन्शियल डिफरेन्स बराबर हुन्छ। अब यो पोटेन्शियल डिफरेन्स एक्रस G मा ओम्स ल लगाउने। ओम्स ल भनेको V इज इक्वल टु IR। V इज इक्वल टु IR लगाउँदा ग्याल्भानोमिटरमा फ्लो भएको करेन्ट IG, ग्याल्भानोमिटरको रेजिस्टेन्स G इज इक्वल टु पोटेन्शियल डिफरेन्स एक्रस S भनेको सन्टमा फ्लो भएको करेन्ट I माइनस IG, सनको रेजिस्टेन्स S। यसरी चाहिँ पोटेन्शियल डिफरेन्स एक्रस G भनेको IG इन्टु G इज इक्वल टु पोटेन्शियल डिफरेन्स एक्रस S भनेको I माइनस IG इन्टु S। योबाट हामीले S निकाल्यौं भने S इज इक्वल टु IG बाइ G अपन I माइनस IG। यसरी सन्टको फर्मुला हामीले पत्ता लगाउन सक्छौं र भन्न सक्छौं this is the required value of shunt which converts galvanometer into an emitter, and this device measures the current of ranges 0 to I ampere. Here
equivalent resistance of emitter is G र S प्यारलल कम्बिनेसनमा छ प्यारलल कम्बिनेसनमा इक्विभ्यालेन्ट रेजिस्टेन्स चाहिँ रेसिप्रोकलको फर्ममा हुन्छ त्यसैले reciprocal of equivalent resistance of emitter is equal to reciprocal of resistance of galvanometer plus reciprocal of resistance of shunt. अब यसबाट RA निकाल्यौं भने RA is equal to G into S by G plus S हुन्छ RA भनेको इक्विभ्यालेन्ट रेजिस्टेन्स अफ एमिटर निकाल्यौं भने RA is equal to G into S by G plus S हुन्छ इन दिस फर्मुला S has very low resistance यसको चाहिँ एकदमै लो रेजिस्टेन्स हुन्छ जसको कारणले गर्दा RA जुन इक्विभ्यालेन्ट रेजिस्टेन्स अफ एमिटर छ त्यो चाहिँ झन लो आउँछ यसरी एमिटर has very low resistance. For an ideal emitter, its resistance is supposed to be 0. Here now in this way, resistance of emitter is less than resistance of shunt. In this way, resistance of emitter is less than resistance of shunt. यसरी हामीले ग्याल्भानोमिटरलाई एमिटरमा सजिलैसँग कन्भर्ट गर्न सक्छौं हवस् त आजको भिडियो कस्तो लाग्यो यदि यहाँहरुलाई मन पर्यो भने लाइक कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला नमस्कार